नमस्कार सबैजनालाई। केराबारीमा श्रीमद् भागवत महापुराण 11 जनवरी 2026 देखि सुरु भएर 17 जनवरी 2026 सम्म निरन्तर हुनेवाला छ। अनि भोलि 14 जनवरी 2026 मा श्रीकृष्ण जन्मोत्सव हुनेवाला छ। सबैजनालाई आमन्त्रित गर्न चाहन्छौँ। भागवत महापुराण कलश यात्राको भव्य आयोजना। पाकिम जिल्लाको बिरिङ केराबारीमा हिजोबाट सुरु भएको हिजो श्रीमद् 11 भागवत तारिक महापुराण एवं ज्ञान महायज्ञको पहिलो दिन कलश यात्राको भव्य आयोजना गरिएको। कलश यात्रामा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो। भक्तजनहरूले पुराण स्थल केराबारीबाट जलका घडाहरू उठाई रम्फू खोला, माजन डाँडा, पारपिन, चार फाटक रेशी हुँदै उत्तर वाहिनी नदी रेशीमा पुगेर स्नान गरी पवित्र जल संकलन गरेका थिए। त्यसपछि जय जयकारका साथ पुनः पुराण स्थल केराबारी फर्किएका थिए। जय हो, जय हो, जय हो। महायज्ञको कथावाचन प्रारम्भ भएको छ, जसमा पण्डित आचार्य लक्ष्मी नारायण खतिवडाले मुख्य कथावाचक र उपवाचक अभिचन्द्र खतिवडाको मुखारविन्दबाट भक्तजनहरूले श्रीमद् भागवत कथा श्रवण गरेका छन्। कार्यक्रमको आयोजक सम्पूर्ण खड्का परिवार केराबारी रहेको छ। श्रीमद् भागवत महापुराणको यो आयोजनाले स्थानीय क्षेत्रमा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको वातावरण सृजना गरेको सहभागीहरूको भनाइरहेको छ। केराबारीमा श्रीमद् भागवत महापुराण कलश यात्राको भव्य आयोजना।